नमस्ते सबैजनालाई। आज चाहिँ हामी क्लास 9 एन्ड 10 को सेट च्याप्टर पढ्न गएको छौँ। सबैजनालाई हाम्रो च्यानलमा स्वागत छ। हामी चाहिँ आज क्लास 9 र 10 को सेटको मेनली सेटसँग रिलेटेड टपिकहरू चाहिँ डिस्क्राइब गर्छौँ अथवा बुझ्छौँ। फर्स्टमा चाहिँ हामी रिप्रेजेन्टेसन अफ सेट्स, योभन्दा अघिल्लो भिडियोमा हामीले यहाँ रिप्रेजेन्टेसनसम्म गरेका थियौँ, रिप्रेजेन्टेसनको गर्न बाँकी थियो। आज चाहिँ त्यहीँबाट स्टार्ट गर्छौँ। योभन्दा अघिल्लो भिडियो हेर्नुभएको छैन भने योभन्दा प्रोफाइलमा गएर हेर्नु होला। रिप्रेजेन्टेसन अफ सेट, रिप्रेजेन्टेसन मेन द नोटेसन, यसलाई नोटेसन पनि भन्छन्। यो सेटलाई कसरी रिप्रेजेन्ट गरिन्छ त? द सेट क्यान बी रिप्रेजेन्ट इन 3 मेथड। यो 3 मेथड्स, 3 मेथड्सबाट रिप्रेजेन्ट गरिन्छ। फर्स्टमा बाई लिस्टिङ मेथड, सेकेन्डमा बाई डिस्क्राइबिङ मेथड, एन्ड थर्डमा बाई सेट बिल्डर मेथड्स। अब यो लिस्टिङ भनेको कुनै पनि नम्बर अथवा टर्मलाई चाहिँ सेटलाई चाहिँ लिस्टमा, जस्तै लेट ए इक्वल टु 1 2 3 4, इट इज द लिस्टिङ मेथड। यो कुनै पनि यसलाई लिस्ट बनाएर लेख्छ भने इट इज द लिस्टिङ मेथड। अनि डिस्क्राइब भनेको हामीले डिस्क्राइब इन द ल्याङ्ग्वेज, इन द फर्म अफ ल्याङ्ग्वेज, जस्तै ए 1 2 3 4, the set of number from 1 to 5 4, it is the describing method in the form of language, described by the language मा डिस्क्राइब गर्छ भने इट इज द डिस्क्राइबिङ मेथड। अनि सेट बिल्डर भनेको चाहिँ यो कुन रोलमा सेट भएको छ त, बिल्डिङ भएको छ त। जस्तै ए इक्वल टु, जस्तै 1 to 4 छ भने x is the number of 1 to 4। जस्तै यो कुनै पनि यसलाई चाहिँ यो फर्ममा रोलमा भनेको गएको छ भने इट इज द सेट बिल्डर भनेको कुन टाइपबाट सेट बिल्डिङ भएको छ, इट इज द सेट बिल्डर मेथड। ओके, अब यसलाई नोटेसन पनि भन्छन्। कुन टाइपबाट नोटेट भएको छ, रिप्रेजेन्ट भएको छ। हामीले रिप्रेजेन्ट गर्ने टाइप्स, मेथड्स, डिफ्रेन्ट टाइप्सबाट रिप्रेजेन्ट गर्ने चाहिँ मेनली हामीले पनि भनेको इन 3 मेथड हो। यो 3 मेथडबाटै कुनै बेला सर्ट क्वेसनमा 1 मार्क्समा क्वेसन सोध्न सक्छ। ओके, अब अर्को टपिक हेर्छ हामी। थोरै मैले भेन डायग्रामको बारेमा बुझाएँ। भेन डायग्राम, वाट इज अ भेन डायग्राम? फर्स्टमा भेन डायग्राम, द सेट क्यान बी बेस्ट भिजुअलाइजेसन by using Venn diagram. यो भेन डायग्रामको मेथडबाट चाहिँ हामीले सेटमा बेस्ट भिजुअलाइजेसन गर्न सक्छौँ। जस्तै कुनै सेटमा ए इक्वल टु 1 2 3, बी इक्वल टु 4 5 6, ल 4 5 3 भयो भनेको यसको सोल्युसन चाहिँ ल्याङ्ग्वेजबाट बुझ्न सकेन भने यो भिजुअलाइजेसन भेन डायग्रामबाट चाहिँ हामीले राइट वेबाट भिजुअलाइजेसन गर्न सक्छौँ। ए बी, यो 3G कमन भयो, 1 2 4 5। ओके, फर्स्टमा मैले रिप्रेजेन्टेसन चाहिँ रफ गरेँ। ओके, मैले यहाँ एउटा भेन डायग्राम बनाएँ। ए बी, सेटलाई भेन डायग्राममा बनाउने 4 5, यहाँ 3 इज अ कमन,
3 चाहिँ कमन इलिमेन्ट छ भनेको दिस पार्ट इज द कमन अफ द ए एन्ड बी यो ए र बी को दुईटै पार्ट यहाँ मिक्स भएको छ एउटा इट इज द कमन इलिमेन्ट एन्ड ओन्ली ए एन्ड ओन्ली बी ओन्ली ए मा मात्रै हेर्नु भएको 2 बी मा चाहिँ रहेको 1 एन्ड 2 चाहिँ ए मा छ बी मा छैन अब बी मा मात्र रहेको 4 र 5 और ए र बी कुनैमा पनि छैन तर युनिभर्सलमा छ भने चाहिँ यो बाहिर लेखिन्छ इट इज अ भेन डायग्राम अब यसले चाहिँ भेन डायग्राम was discovered by जोन बेन त्यस्तो धेरै बुझ्नु पर्दैन जोन बेनले 1881 मा चाहिँ यो डिस्कभर गरेको यसमा त्यस्तो धेरै बुझ्नु पर्दैन यो भनेको जोन बेन 1881 मा चाहिँ कहिलेकाहीँ काम लाग्न सक्छ अर्को भनेको यो जो भेन डायग्रामबाट प्रब्लमहरु सल्भ गर्ने चाहिँ हामीलाई इम्पोर्टेन्ट हुन्छ ओके यसको डिस्कभरको बारेमा जान्नुहुन्छ भने यो डिस्क्राइबिङ द सेट बिल्डर र लिस्टिङ मेथड चाहिँ इम्पोर्टेन्ट अलिकति बुझ्नु ल नेक्स्ट टपिक छ हाम्रो अर्को भनेको हामी सबसेट ल म यहाँ डेफिनेसनहरु चाहिँ नि क्वेशनहरु बुझाउँ एक्जाम्पलबाट बुझाउन ट्राई गर्छु ओके जस्तै a इक्वल टु 1 2 3 4 छ अब यो a बाट 1 2 3 4 बाट बन्ने अल सेट यानीको यसबाट बन्ने सबै सेट चाहिँ सबसेट हुन् जस्तै 1 र 2 राखेर बनायो भने यो 1 र 2 यसमा भएकै एलिमेन्टबाट बनेको सेट अर्को सेट चाहिँ सबसेट हो 1 2 इट इज अ सबसेट अफ ए ओन्ली 2 मात्र भयो भने इट इज अ सबसेट अफ ए एन्ड ओन्ली इम्पिटी 5 इट इज अ सबसेट अफ ए यहाँ जुनसुकै यहाँ भएका एलिमेन्टबाट बनेको छ नि दिस इज द सबसेट अफ ए जस्तै ल यसको डेफिनेसन लेख्दा set B is the subset of set A if element of B is in the element of set A जस्तै यो सेट A मा भएका सबै एलिमेन्ट सेट B मा पनि छन् भने इट इज द सबसेट अफ A जस्तै यो सबसेटलाई चाहिँ A सबसेट B भनिन्छ अनि यो B चाहिँ A को सबसेट हो ओके और यसलाई B सबसेट A यो जुन भए पनि लेखे पनि एउटै हो यो A पटि चाहिँ B पर्यो ओके अब द सबसेट आर द टु टाइप्स मेनली यो सबसेटको पनि टाइप्स हुन्छन् प्रोपर सबसेट एन्ड इम्प्रोपर सबसेट जस्तै अब हेर्नुहोस् है यो प्रोपर सबसेट वाट इज द प्रोपर सबसेट जस्तै प्रोपर सबसेट फर्स्टमा इक्जाम्पल बुझौँ जस्तै अब ए इक्वल टु मैले ए इक्जाम्पल लेखेँ 1 2 3 4 1 2 3 4 अब हेर है 1 2 3 4 छ यो एक एलिमेन्ट अब यसबाट बन्ने प्रोपर सबसेट भनेको यो अल एलिमेन्ट आएको छैन यो सबै एलिमेन्ट आउनु भएन मिनिमम लेस देन 1 भनेको जस्तै यसमा यो 4 एलिमेन्ट छन् 4 एलिमेन्ट आउनु भएन ओन्ली 3 एलिमेन्ट अथवा 3 भन्दा कम एलिमेन्ट आएको चाहिँ प्रोपर सबसेट हो जस्तै 1 2 1 3 1 2 3 जस्तै 1 2 3 4 यो आयो भने चाहिँ इम्प्रोपर सबसेट हुन्छ यो अल एलिमेन्ट आयो भने इम्प्रोपर अदरवाइज
proper subset. Okay, 5 is also proper subset. 5 पनि proper subset भयो. 1, 4 it is a proper subset. Okay, ल proper को definition मान देते हूँ. It contains at least one element then the superset. जस्तै यो सुपर सेट सेटका एलिमेन्ट भन्दा नि एट लिस्ट वन एलिमेन्ट चाहिँ कम हुन्छ. ओके, इट कन्टेन्स एट लिस्ट वन एलिमेन्ट्स देन द सुपर सेट. ओके, एक्जाम्पल ए इज इक्वल टू 1 2 3, बी इज इक्वल टू 1 2. अब प्रोपरमा त्यो हुन्छ है एसाइन ए बी इज प्रोपर अफ सेट ए. अब इम्प्रोपर सबसेट. व्हाट इज इम्प्रोपर सबसेट? अब इम्प्रोपर जस्तै अब प्रोपरको ठिक अपोजिट भनेको जस्तै इक्जाम्पलमा ए इज इक्वल टू 1 2 3 4 छ अनि अब बी इज इक्वल टू अब यसका अल एलिमेन्ट कन्टेन्ट छ भने इट इज द इम्प्रोपर सबसेट. इक्जाम्पल 1 2 3 4 अथवा 4 3 2 1 अनि यसका अल एलिमेन्ट कन्टेन्ट हुनुपर्छ. It contains all element of the set itself. अनि यो आफ्नो आएको सेट all elements contains it is the improper subset. Okay, ल नेक्स्ट अब अर्को डिस्जोइन्ट र ओभरल्यापिङ. अर्को यसमा हुन्छ डिस्जोइन्ट सेट. द सेट having no common element. No common element. यो कुनै पनि कमन एलिमेन्ट छैन भने इट इज द डिस्जोइन्ट सेट. इक्जाम्पल ए इज इक्वल टू ए बी सी डी अनि बी इज इक्वल टू 2 3 4. यहाँ कुनै पनि कमन एलिमेन्ट छैन भने इट इज द डिस्जोइन्ट सेट अनि ओभरल्यापिङ सेट. ओभरल्यापिङ सेट भनेको ठिक अपोजिट अफ द डिस्जोइन्ट सेट. द सेट ह्याभिङ one or more than one common element, this set is also called overlapping set. At least one common element, it is called overlapping set. Example, just say A is equal to 1 2 3 4 and B is equal to A 1 2. 1 and 2 are the common element between set A and B. Okay. The next अर्को हेरौँ. अर्को सेटमा छ इक्वल्स एन्ड इक्विभ्यालेन्ट सेट. इक्वल्स
and equivalent values. जस्तै इक्वल स्टेट भनेको एलिमेन्ट्स एन्ड नम्बर अफ द एलिमेन्ट्स आर द सेम. जस्तै इक्जाम्पल भनौँ a इक्वल टु 1 2 3 4, b इक्वल टु 2 3 4 1, अनि जस्तै a इक्वल टु a b c, b इक्वल टु 1 2 3. यसमा डिफ्रेन्ट के छ त? जस्तै यसमा 1 2 3 4 र 1 2 3 4 यहाँ साइड चेन्ज छ तर नम्बर सेम छ. अब यसमा के छ त? नम्बर अफ द एलिमेन्ट सेम छन्. जस्तै 1 2 3 1 2 भनेको 3 वटा नम्बर छन्. नम्बर अफ एलिमेन्ट बट एलिमेन्ट चाहिँ सेम छैनन्. ओके, elements are same and number of elements are equal to equal. Number of element पनि equal हुन्छ. ओके, अनि elements are different and number of elements is equal to number of elements. यसमा के हुन्छ? सेम हुन्छ. जस्तै 3 3 वटा नम्बर छन्. अझै त्यो 4 4 छ भने इट इज इक्विभ्यालेन्ट सेट. जस्तै यहाँ इक्विभ्यालेन्ट सेटमा के हुन्छ भने जस्तै a इक्वल टु TOP, b इक्वल टु PO